चारैतिर तर्फबाट पहिरोले घेर्यो अनि यस्तो पहाड यसो रुख बुटाबुटी जरामा अब दर देवता सम्झेर के रोकथाम हुन्छ कि भनेर हामी त्यसकै लागि आज सानो पहिरो पूजा गरिराखेछौँ। यो हाम्रो गाउँ भाँसिने चिर्रिने फाट्ने धस्सिने भएको चाहिँ 77 सालदेखि हो। सडक खोलेदेखि यो डोजर लाउनु थालेदेखि चाहिँ धेरै भयावह चाहिँ त्यति बेलादेखि भएको जस्तो लाग्छ मलाई। बच्चा स्कुल जाने बाटो यही हो। अब यसलाई केही रोकथाम गर्ने उपाय भन्ने केही छैन। त्यो डिल सबै झरेको ऊ माथिको यो डिल झरेको या त कति हुन् के अब हिजो मात्रै छलफल गऱ्यौँ। उपमेयरजी आउनुभयो, वडा अध्यक्षजी आउनुभयो, यहाँको सबै भेला भयौँ। मैले त्यो कुरा निकालेको थिएँ कि सुरुमा। अब त्यो सूचना त अब यहीँ मेरै गाउँ वरिपरि भयो भने आफ्नै कानले सुनिने भयो। अब रातभरि सुतिन्न, ठुलो वर्षा भयो भने मोबाइल राम्रो चलेको बेला मोबाइलबाट नि खबर हुन्छ, रेडियोमा नि सुनिन्छ। सुरक्षित भएपछि नि त अब बाबुबाजे दिनको यहीँ बसेछन्, जमिन जग्गा यहीँ छ, यहीँ ठिक छ नि। हामीलाई घाँस दाउरा खेती अत्याधिक राम्रो छ यो ठाउँ।